नमस्कार आदरणीय दर्शकबिन, तपाईँहरूलाई हार्दिक स्वागत छ केटिएम इन्फोटेक युट्युब च्यानलमा। आशा छ तपाईँहरू सबैलाई स्वास्थ्यलाई प्राप्त भइरहेको छ र जीवन सकारात्मक तरिकाले अगाडि बढिरहेको छ। र आजको यो विशेष भिडियोमा हामी एकदमै सुनौलो अवसरको जानकारी लिएर आएका छौँ। फ्री भिसा र फ्री टिकट सहितको डिमान्ड मलेसियाबाट आएको छ। यो डिमान्ड विश्व प्रसिद्ध कम्पनी डिएचएल कम्पनीबाट आएको, जुन कम्पनीले चाहिँ तपाईँलाई सानोतिनो पार्सलदेखि ठुला सामानसम्म डेलिभरी गर्ने काम गर्दछ। यो डिमान्ड चाहिँ खास गरी दक्ष र इमान्दार कामदारको लागि आएको, जसले चाहिँ वैदेशिक रोजगारीको अवसरहरू खोजिराख्नु भएको छ। योपालि तपाईँहरूलाई एउटा अवसर आएको छ। निकै लामो समय पछाडि कुनै एजेन्सी चार्ज, भिसा शुल्क वा टिकट खर्च बिना तपाईँले यसमा एप्लाई गर्न सक्नुहुन्छ। र यस भिडियोमा हामीले सम्पूर्ण विवरणहरू दिने कोसिस गर्नेछौँ। कुन पदमा कतिजनाको डिमान्ड आएको छ र मापदण्डहरू के छन् र खानपानको सुविधा छ कि छैन र कसरी एप्लाई गर्ने सम्पूर्ण जानकारीहरू पाउन चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र साथमा हाम्रो च्यानल केटिएम इन्फोटेकलाई पनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हामी निरन्तर वैदेशिक रोजगार सम्बन्धी जानकारी, भिसा अपडेट, अन्तर्वार्ता तयारी र यात्रा सम्बन्धी जानकारी दिने काम गरिरहेका छौँ। तपाईँको सहयोग र साथले नै हामीलाई अझ उत्कृष्ट बनाउन गइरहेको छ। र अब ढिला नगरौँ, सुरु गरौँ आजको मुख्य विषय, डिएचएल मलेसिया कम्पनीको फ्री भिसा र फ्री टिकट डिमान्डको विस्तृत जानकारीतर्फ। यहाँ तपाईँले माथि देख्न सक्नुहुन्छ, पूर्णतः यहाँ शून्य लागत अन्तर्गत मलेसियामा वैदेशिक रोजगारीको अवसर भनेर त्यहाँ कम्पनीको नाम तपाईँलाई डिटेल्समा लेख्दै छ, डिएचएल सप्लाई चेन एसटिएन बिएचडी भनेर। त्यसै गरी यो डिमान्डको एलटी नम्बर अथवा लट नम्बर भनौँ 321489 रहेको छ भनेदेखि कामदारको पद चाहिँ वर्कर पोजिसन अथवा हेल्पर है। हेल्परमा 300जना पुरुषको यो कामदारको माग भइ आइरहेको छ भनेदेखि यसमा न्यूनतम योग्यता चाहिँ अङ्ग्रेजीमा लेख्न, पढ्न र बोल्न दक्ष भनेको छ। यो मलेसियामा चाहिँ यो कुरा बुझ्न सकिँदैन। कम्पनीले अङ्ग्रेजी बोल्न सक्ने एकदम दक्ष कामदारहरू मात्रै खोज्ने गर्दछ। र अङ्ग्रेजी भन्दा पनि मलय भाषा चाहिँ यहाँको जानो भनेदेखि अझ सजिलो हुन्छ। यहाँ अङ्ग्रेजी भन्दा पनि मलय भाषाको चाहिँ एकदम व्यापक प्रयोग हुन्छ। त्यही पनि अब कम्पनीले अङ्ग्रेजी भाषा यो बोल्न सक्ने गर्ने चाहिँ प्रत्येक कम्पनीले खोज्ने गर्दछ। अब यो चाहिँ सायद केही न केही भएरै होला। त्यसै गरी मासिक तलब चाहिँ 1700 रिङ्गिट रहेको छ भनेदेखि ओभरटाइमको सुविधा चाहिँ अब कम्पनीको नियमअनुसार हुन्छ भनेको छ। प्रायः कम्पनीमा त्यही नै हो होइन, ओभरटाइम चल्ने नचल्ने भनेको कम्पनीको रुल्स अनुसार नै हुने गर्दछ। अब एउटै कम्पनीमा पनि अब कुनै कुनै डिपार्टमा तपाईँलाई ओभरटाइम चल्न सक्दछ भनेदेखि अब कुनै कुनै डिपार्टमा चल्दैन। कहिलेकाहीँ समयअनुसार पनि चल्ने नचल्ने हुन्छ। अलिकति कामको लोड बढी भएको बेला ओभरटाइम चल्ने र कामको लोड अलिकति कम भएको बेला नचल्ने पनि गर्दछ। यो ओभरटाइम अब चल्ने ठाउँमा पर्नु र चल्ने ठाउँमा नपर्नु चाहिँ अलिकति लकको पनि कुरो हो। त्यही पनि डिएचएल कम्पनीमा जस ओभरटाइम चाहिँ ओभरअल्ली चलि नै रहन्छ। त्यसै गरी यसमा चाहिँ अब दैनिक 7.5 घन्टा काम गर्नुपर्ने छ भने हप्ताको 6 दिन काम हुन्छ भनेदेखि 1 दिन चाहिँ छुट्टी हुन्छ। र छुट्टीको दिन तपाईँलाई यदि काम गर्न बोलायो भनेदेखि ओभरटाइमको पैसा डबल दिने गर्दछ। यो चाहिँ मलेसियाको नियमै हो, गभर्मेन्टको नियमै हो। अब यो वार्षिक बिदा चाहिँ कम्पनीको नियमअनुसार भनेको छ। अब त्यही हो, अब कम्पनी हेरी अब बिरामी बिदा अब 10देखि लिएर 14 दिनसम्म र त्यस पछाडि दिने कम्पनीले एनुअल लिभ भनेको कम्पनी अनुसार फरक हुन्छ। त्यही 8-10 दिन हुनसक्छ। यदि तपाईँ बिरामी हुनुभयो भनेदेखि, यदि डक्टरले एमसी दियो भनेदेखि त्यो बिदा एमसी अन्तर्गत प्रयोग गर्न पाउनु भनेदेखि अब एनुअल लिभ भनेको चाहिँ तपाईँले अब जुनसुकै बेला पनि लिन सक्नुहुन्छ। अब त्यो कम्पनी अनुसार नियम फरक हुन्छ। अब डिएचएलको अब आफ्नै रुल्स हुन्छ, अरू कम्पनीको आफ्नै रुल्स हुन्छ भनेदेखि अब यो खाना सुविधा मलेसियामा हुँदैन। कम्पनीले सेलेरी मात्रै दिने हो, आफ्नै पैसाबाट खाने गर्नुपर्छ भनेदेखि बस्ने सुविधा र होस्टेलको सुविधा चाहिँ कम्पनीले दिन्छ। र करार अवधि चाहिँ यो कम्पनीको लागि 2 वर्ष रहेको छ। र अब यसको अन्तर्वार्ता कहिले हुने र कहाँ हुने त्यो म तपाईँलाई बताउन गइरहेको छु। र यो तपाईँले यहाँ तल देख्न सक्नुहुन्छ, यो कम्पनीमा प्री अन्तर्वार्ता यदि दिन चाहनुहुन्छ भने प्री अन्तर्वार्ता चाहिँ 2082 वैशाख 5, 7 र 8 गते सञ्चालन हुन्छ भनेर भनेको छ। अब तारिकमा भन्नुपर्दाखेरि 23 र 24 अप्रिल भनेर भनेको छ भनेदेखि फाइनल अन्तर्वार्ता 2082 साल वैशाख 10 र 11 गते हुन्छ भनेर भनेको छ। यहाँ नेपाली डेटमा चाहिँ 5, 7 र 8 गतेको भनेको छ भने इङ्ग्लिस डेटमा चाहिँ 23 र 24 को अप्रिलमा हुन्छ भनेको छ। यो अलिकति चाहिँ यो मिसम्याच, यो अलिकति अपुरो, सायद यो अन्तर्वार्ता छाप्ने बेलामा अलिकति केही मिस्टेक भएको हुनसक्छ।
त्यसको लागि तपाईँले मेन पावरको कार्यालयमा सम्पर्क गरी बुझ्न सक्नुहुन्छ एक्ज्याक्ट डेट कहिले हो भनेर। अथवा काठमाडौँ हुन्छ भनेदेखि अब भिजिटै गर्न सक्नुहुन्छ। र यो डिमान्ड चाहिँ गुवारकोमा रहेको इन्टरनेसनल मेन पावरमा आएको छ। यहाँ फोन नम्बरदेखि लिएर सबै जानकारीहरू यसमा छ। यो मैले स्क्रिनसट राखिदिएको छु, सम्पर्क गर्नुहोला। र यी र यस्तै यस्तै फ्री भिसा फ्री टिकट सम्बन्धी जानकारी लिएर फेरि पनि उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने यो भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त नमस्कार। यहाँहरूको दिन शुभ रहोस्।